सो नेमार जुनियर इज ब्याक गाइज। यो एकदमै खुसीको खबर छ ब्राजिल र नेमार जुनियर फ्यान्सहरूको लागि। आज ब्राजिल भर्सेस स्कटल्यान्डको गेममा नेमार जुनियर चाहिँ 80 मिनट्सभित्र चाहिँ सब्स्टिट्युट भएर आउँछन् र यस्तो अमेजिङ पर्फर्मेन्स पनि दिन्छन् र यो गेम 3-0ले जित्छ ब्राजिलले इजिली। आज कसैले नसोचेको हुन्छ यो गेम लास्टमा आएर, यस्तो कसैले सोचेको पनि थिएन होला, किनभने चाहिँ नेमार जुनियर आफूले गेम सकिसकेपछि यतिसम्म इमोसनल हुन्छन् कि फिल्डमै रुन्छन् र आफ्नो फ्यामिलीलाई गएर हग गर्छन्। यस्तो त हुने नै थियो, किनभने चाहिँ नेमार जुनियर धेरै नै पछि आफ्नो नेसनल टिम जोइन गरेछन्, इन्जरी लङ टर्म इन्जरी पछि, र यस्तो इमोसन त हुनु नै थियो। नेमार जुनियर इमोसनल भइसकेपछि नेमार जुनियरका फ्यान्सहरू पनि धेरै नै खुसी थिए कमब्याक देखिसकेपछि, र इमोसनल पनि थिए, खुसीको आँसु बगाइरहेका थिए, र त्यो देखेर चाहिँ म पनि एकदमै खुसी थिएँ, किनभने नेमार जुनियर मलाई पनि धेरै नै मनपर्छ। र ब्राजिल फ्यान्सहरूको लागि अर्को पनि गुड न्युज के छ भन्दा, ब्राजिल चाहिँ आफ्नो ग्रुप टप गरिसकेर राउन्ड अफ 32को लागि चाहिँ क्वालिफाई गरिसकेको छ, जसमा नेमार जुनियर चाहिँ लगभग सायद सब्स्टिट्युट भएर नै खेल्नेछन्, तर खेल्ने चाहिँ छन् अब फिक्स नै। यदि ब्राजिल नेसनल टिमको फुटबल म्यानेजर कार्लोस एन्चेलोटीले चाहिँ नेमार जुनियर राम्रोसँग युटिलाइज गर्न सक्यो भने एकदमै सुपर सब भएर आउनेछन् नेमार जुनियर, एकदमै खतरनाक हुनेवाला छ। हाम्रो नेमार जुनियरको लाइफ धेरै नै इन्जरीहरूले बेकार गरिदिइसकेको थियो, आधा करियर फुटबल करियर नै इन्जरीले खाइदिइसकेको थियो। नेमार जुनियरको लाइफ त्यति सजिलो थिएन। नेमार जुनियरको 2014को जुन चाहिँ इन्जरी पछिको लाइफ धेरै नै कठिन थियो, धेरै नै इन्जरी भयो, खुट्टाहरू पनि भाँचिराख्ने थियो। तर अब नेमारको यो अन्तिम वर्ल्ड कप, त्यसैले नेमारले प्रुभ गर्नै पर्ने हुन्छ, यो वर्ल्ड कप जसरी पनि जित्नै पर्ने हुन्छ, र मैले पनि भन्छु कि नेमार जुनियरले जितोस् भनेर, किनभने चाहिँ रोनाल्डो मेसीले आफ्नो करियरमा चाहिँ धेरै नै कुराहरू, धेरै नै ट्रफिजहरू अचिभमेन्ट गरिसकेका छन्। स्पेसली त मेसीले 2022मा त आफ्नो पहिलो वर्ल्ड कप पनि जितिसके, तर अब नेमार जुनियरको पालो, नेमार जुनियरले डिजर्भ पनि गर्छ, नेमार जुनियरले जित्नै पर्ने हुन्छ। प्लिज गड योपालि चाहिँ नेमार जुनियरलाई वर्ल्ड कप जिताउन प्लिज हजुरले 100% दिनुहोस्, र नेमार जुनियर पनि 100% दिन्छन्, हामीले पनि प्रे गर्नेछौँ। प्लिज नेमारलाई जे योपालिको वर्ल्ड कप जिताइदिनुहोस् प्लिज। सो ओके गाइज, आजको लागि चाहिँ यति नै। ओके, अर्को भिडियोमा भेटौँला। सो बाई बाई।